सीमान्य सरस्वती पूजा कार्यक्रम सभापति महोदय विनायक मण्डल सदस्य गुरुपुर कदमिया भाग विगत उपस्थित सम्पूर्ण साथीभाइहरू सर्वप्रथम हार्दिक नमस्कार। मेरो नाम कनक कुमार यादव मयोघाटबाट हिँडेर म कक्षा 6 मा पढ्छु। म आज लक्ष्यको बारेमा बोल्न गएको छु, कृपया ध्यान दिन सुनिदिनु होला। सबै मान्छे कुनै लक्ष्य लिएर जन्मेका हुन्छन्। हरेक मानिसको लक्ष्य हुन्छ। हामी भएको आन्तरिक क्षमतालाई हामीले बुझेर आफ्नो लक्ष्य पूरा गर्न सक्नुपर्छ। लक्ष्य प्राप्त गर्न धेरै बाधाहरू आउँछ, तर हामीले कहिले हार मान्नु हुँदैन। हामीले मान्छेलाई जीवनमा केही गर्न सक्छ, तर आफ्नो जीवनलाई अमर बनाइ मन सक्छ। उदाहरणको रूपमा पृथ्वीनारायण शाह, लक्ष्मीप्रसाद देवकोटा आदिलाई लिन सकिन्छ। तिनीहरूलाई लक्ष्य प्राप्त गर्न धेरै कठिनाइको सामना गर्नु परेको थियो। त्यसैगरी हामीले पनि हरेस नखाई आजदेखि लाग्नुपर्छ। यदि हामीले बचतदेखि मेहनत गर्यो भने पछि गएर पुरा गर्न सजिलो हुन्छ। यो संसारमा हरेक मान्छे कुनै न कुनै सिप र कला लिएर जन्मेका हुन्छन्। हामीले त्यस शब्दलाई बुझेर आफ्नो मेहनत त्यसले फुटाइ सक्नु गर्नुपर्छ। त्यसपछि हाम्रो जीवनमा आरामै हुन्छ। दुःख पछिको सुख मिठो हुन्छ भने जय दुःख गरेपछि मात्र सुख प्राप्त गर्न सक्छौ। लक्ष्य समस्याहरूले पछाडि धकेल्नुपर्छ र आफ्नो जीवनलाई एउटा रङमा लगाउनुपर्छ। एउटा महान व्यक्तिले भन्छन् कि जहिले मान्छे ठुलो हुन्छ भने ती आफ्नो लक्ष्य पुरा गर्छन्। यो संसारमा धेरै मानिसहरू जन्मन्छन्, त्यसमध्ये कोही डाक्टर, पुलिस, पाइलट आदि बन्छन्। धेरै मानिसहरू लक्ष्य पुरा गरेर यो विश्वमा सफल भएका छन्। हाम्रो देश नेपाल अर्थात् प्रत्येक दिन 2000 मानिसहरू अर्थात् करणधारहरू नेपालको विदेश जाने गरेका छन्। नेपालमा कामको उचित मूल्य नपाएको कारणले नेपाल छोडी विदेश जाने नागरिकहरूले नेपाल सरकारले उचित मूल्य र राम्रो काम दिने विषयमा अगाडि बढ्नेछ। धन्यवाद।